Dani. 5, 6, 7, 8. यी ट्राफिकले के नै गर्छन् र जे भयो नि सरकारले पालिहाल्छन्। एउटा सिटी फुक्ने र लुकी लुकी चिट काट्नु बाहेक के नै गर्छन् र। हो, हामी के नै गर्न सक्छौँ र मात्र दिनभरि चर्को घामले आफ्नो शरीर जलाउँछौँ। हावाहुरीले तपाईँहरूप्रतिको कर्तव्यलाई डगमगाउला कि भनी स्थिर रहन्छौँ। गर्जिरहेको बादल र झरिरहेको पानीलाई अँगाल्दै सुरक्षाको निम्ति जिम्मेवारी काँधमा लिई बिना झिझो माने कर्तव्यको पालना गरी लगनका साथ बीच सडकमा उभिने म एक ट्राफिक प्रहरी। यति त हो नि, के चाहिँ गर्छौँ र हामीले। होला यो ट्राफिक शब्द हजुरको एक बोलीमा हटाउला, तर यसको कर्तव्य र मेहनत हजुरको सोचाइमा हटाउने छैन। देख्नुहुन्छ होला हामीलाई बाटोमा नीलो सर्ट, नीलो प्यान्ट, सेतो टोपी अनि सिट्टी फुक्दै बसेको, तर देख्नुहुन्न मेरो शरीरको पसिनाले मेरो भाग्य मेटेको। सोधी हेर्नुहोस् एक प्रहरीलाई, सोधी हेर्नुहोस् एक प्रहरीलाई, मनभित्र लुकेका सुख दुःख। ब्रेकिङ न्युज, पुलचोकमा एक ट्राफिकमाथि ढुङ्गा मुढा साथै कुटपिट गरिएको छ। स्थित एक ट्राफिक प्रहरीलाई गाडीले ठोकेर निधन भएको छ। एक ट्राफिक महिलामाथि कुटपिट जस्ता अनैतिक व्यवहार गरिएको छ। हो, थाहा छ, यो हाम्रो काम हो, हाम्रो कर्तव्य हो, तर हामी पनि तपाईँहरू जस्तै मान्छे हौँ। हाम्रो नि परिवार छन्, हाम्रो पनि वर्दीभित्र छोपिएको कमलो हृदय छ। हामीलाई नि डर लाग्छ, धेरै डर लाग्छ, धेरै 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 डर लाग्छ। घरमा एउटी बुढी आमा छिन्, बुढो बुवा छन्, 2 सालकी छोरी छिन् अनि मेरो बाटो हेर्दै गरेको मेरो जीवन साथी हो। मलाई याद आउँछ, तर यो यादको अगाडि यो वर्दी देखिन्छ। चौतर्फी बाटो, 4 दिशा जाने यात्री। हामी तपाईँलाई किन रोक्छौँ त्यो बुझ्नुहोस्। अपमानजनक शब्द, अनैतिक व्यवहार प्रयोग गर्न अघि यी कुरा बुझ्न जरुरी छ। तपाईँका आफ्ना तपाईँबाट नटाडिउन् भनी खटिएको म एक ट्राफिक प्रहरी। मन त मलाई पनि कहाँ छ र हजुर, मन त मलाई पनि कहाँ छ र हजुर। सजायको नाममा पर्ची काट्न तपाईँको एक गल्तीले तपाईँको परिवार साथै निर्दोषले पनि आउने दिनमा कोही गुमाउन नपरोस् भनी सचेत गराउने म एक ट्राफिक प्रहरी।